आदरणीय दर्शकवृन्द नमस्कार। आज पनि तपाईहरुसँग एउटा रोचक कथा लिएर आइसकेको छु। एक समय थियो, गाउँको एउटा परिवारमा बुवा आमा र छोरा बस्दथे। एक दिन बिहान घरमा एउटा सुगा आएर बस्यो। सुगालाई छोराले देख्यो। केही क्षणपछि सुगा उडेर गयो। त्यसपछि छोराले बुवालाई भन्यो, बुवा बुवा हामी पनि एउटा सुगा ल्याएर पालौँ न। बुवाले पनि हुन्छ, आज बजारमा गएर एउटा सुगा लिएर आउँ। यति भनेपछि बुवा छोरा बजार गएछन्। धेरै ठाउँ घुमेपछि एक ठाउँमा एउटा व्यापारीले दुईवटा सुगा राखेको रहेछ। बुवाले व्यापारीलाई सोध्नुभयो, यो सुगाको दाम कति हो? व्यापारीले भन्यो, मसँग अन्तिममा दुईवटा सुगा मात्र छ। तपाईले दुईवटै लाने भए मात्र म बेच्छु, नत्र यो सुगा बेच्दिन। बुवाले भने ठिकै छ भनेर यसको मूल्य कति हो भन्नु न भन्नुभयो। त्यसपछि व्यापारीले भन्यो, एउटा सुगाको दाम 500 र अर्को सुगाको दाम 5000 हो। बुवा अचम्ममा पर्नुभयो। अहो, हेर्दा उस्तै छ, दुरुस्तै छ, उत्रै छ, कसरी यस्तो भयो भनेर व्यापारीलाई सोध्नुभयो। व्यापारीले भन्यो, यो कुरा म भन्दिन, पहिले तपाईँ किनेर घरमा लैजानुहोस् अनि तपाईँ आफैले थाहा पाउनुहुन्छ। बुवा छोरा नै अचम्ममा परे। केही क्षण सल्लाह गरेर दुवै सुगा किनेर घरमा ल्याए। बेलुका सुगाहरूलाई चारो खुवाएर राखियो। बिहान सबैले एउटा सुगाले हरे कृष्ण 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 हरे हरे, हरे राम 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 हरे हरे भन्दै भजन गाउँदै आफ्नो दिनचर्या सुरु गर्न थाल्यो। एकदमै राम्रो आवाजमा मिठा मिठा कुराहरू गर्न थाल्यो। यो देखेर परिवारका सबै छक्क परे। त्यसपछि केही क्षणमा अर्को सुगाले पनि सुरु गर्यो। त्यो सुगाले सुरुबाट नै झगडा गरे जस्तो अति नराम्रा शब्दहरू, सुन्नै नसक्ने कुराहरू गर्न थाल्यो। त्यसपछि बुवाले छोरालाई भन्नुभयो, हेर बाबु, एउटा सुगाले त यस्तो परिवर्तन हुँदो रहेछ। कस्तो घरमा कस्तो रहनसहनमा बसेको छ, उसले के सिकेको छ भन्ने कुरा एउटा सुगाले त देखायो भने हामी त मानव हौँ। हामीले पनि त्यही अनुसारको कर्म गर्यौँ भने, त्यही अनुसारको सरसङ्गत गर्यौँ भने भोलिका दिनमा राम्रो ठाउँमा राम्रो काम गर्न हामी प्रेरित हुनेछौँ। यसबाट हामीले के सिक्न सक्छौँ भने, तपाईँ कस्तो सरसङ्गतमा हुनुहुन्छ त्यस्तै बन्नुहुन्छ। एक बोरा आलुमा एउटा टमाटर मिसियो भने पनि त्यो बोरा आलुकै हुन्छ, टमाटरको हुँदैन। त्यस्तै तपाईँ वरिपरि कस्तो वातावरण छ, साथीभाइ कस्ता छन्, त्यसैमा भर पर्छ तपाईँ कस्तो बन्ने भन्ने कुरा।